आज चाहिँ हामी जाँदैछौँ राजकाँडा सब फ्यामिली मेम्बरहरू फुपूहरू सबैजना। अनि अहिले चाहिँ म फिलहाल फुपूको घरमा छु। यो चाहिँ बजार एरिया हो है। म चाहिँ फुपूकोमा आएको छु। हामीहरू सबैजना एकै जम्मा गएको छौँ। यो यस्तो छ यहाँ सबजना यहीँबाट जम्मा भएर यहाँबाट चाहिँ हामी जान्छौँ। लम्कीबाट चिसा पानी त्यहाँबाट ल हामी ग्याङ यहाँ छ है। उसलाई तपाईँहरू सानो सोच्न लगाइस 3 वर्ष अगाडि गइसकेको मान्छे फेरि जाँदैछ। ल गाइस हामी पुगिसक्यो चिसापानी है। चिसापानी पुगिसक्यो। यो डाँडाहरू हेर्नु पुरै कुहिरोले भरेछ है, केही देखिरहेन। दिस इज कर्णाली ब्रिज। योभन्दा पारि चाहिँ सुदूरपश्चिम सक्यो है गाइस। यति हो हाम्रो सुदूरपश्चिम यहाँसम्म। हामी चाहिँ यहाँ चाहिँ फुपूहरू पछाडि हुनुहुन्छ। हामी चाहिँ दुईवटा दाई भन्छौँ। एउटा दाई एउटा अङ्कललाई कुदिरहेको छु। दाई चाहिँ नेपालगञ्जबाट आउनुभयो अनि अर्को दाई चाहिँ पाहाडबाट आउनुभयो। आज घर पुग्नुभएको थियो। दाई चाहिँ यहीँ झरेर अनि यहाँ आउँदै हुनुहुन्छ। तर कहाँ हुनुहुन्छ भन्ने हेरिरहेको छ। हामी दुईजना आइसक्नु भएको छ यहाँ। मेरो भ्लगमा स्वागत छ दाजु हजुरलाई। कहाँ जाँदैछ हामी राजकाँडा। ल अङ्कल हुनुहुन्छ है। हाम्रो यात्रा अब फाइनली सुरु भयो। कहाँबाट सुरु गरेर म तपाईँले देखाउँछु ल। उता सिडी छ त्यहाँबाट सुरु हुन्छ है। यहाँ त छोटे भीम किन हिरो भन्छ कि तिमी। हाम्रो यात्रा सुरु हो राजकाँडा गाइस। यहाँ जाँदैछ मान्छेहरू। यो डाँडा पारी पारी खै कति डाँडा त्यसपछि बल्ल हुन्छ। अब हाम्रो टोली चाहिँ अगाडि हिँड्यो आउँदैछ मान्छेहरू पछाडि। रेडी हो फुपू? रेडी ल हिँड्नु गइसक्यो अगाडि। यहाँ दाजुको लट्ठी टेकाइ सुरु भइसक्यो। म त गाइस म त 2 हिँडेपछि त थाकिहाल्छु यार। बस्नु पऱ्यो थाकिगे बस्नु पऱ्यो थाकि म ओए गर्मी हुँदैछ मलाई त। जाँदैछ हामी। यो चाहिँ कर्णाली हो। यो सब पछाडि माथिबाट अझै राम्ररी देखिन्छ। मेरो ब्याग त लास्ट भाइ चाहिँ फुपू आई कान्ट। राजकाँडामा आएर यस्तो फोहोर नगरिदियो है। यहाँ यो भएन है फुपू। यो बोलाउनु पऱ्यो। यो भएन छ्या यस्तो फोहोर नगरिदियो है। अनुरोध छ मेरो। मैले लट्ठी चलाएको थिएँ। लट्ठीको सहारा लिइसकेँ। अर्को टोली पनि आउँछ है त्यहाँ। अर्को टोली पनि आउँछ यहाँ। रमाइलो यहाँ नि गाइस। एउटा टोलीले हु गर्छ अर्को टोलीले हु गर्ने। मेरो भाइ अनुरोध चाहिँ घर जाने अनुरोध छ। अब टन हार मान्नु न हामी जानुपर्छ। कला पुग्ने अरे त ल दाइको ब्याग पनि भारी भइसक्यो। त्यसमा पनि हाल्दै
मेरो छोरा यहाँ मेरो आमा कसौँदै यहाँ खुबै राम्रै होली पक खुबै राम्रै होली मेरो नातिलाई केही त हो त्यौडै खुबै राम्रै होली तँ नहुने हद्दै चाहिँ पक तुलाई मार्ने हो केही त भइ त पहिला तुलाई मार्ने हो त्यसपछि आफू निस्किने हो घरबाट होली पक नहुने घरे के हुँदैछ हजुर ल कस्तो हुँदैछ त यात्रा ओ माई गुडनेस म धेरै थकित भइसकेको छु गधा होइन त्यो हजुर म योभन्दा पहिला त पगडा थिएँ अलि तपाईँ हुन सक्दा थिएँ त्यतिखेर यो चोटि त म बिरामीले हो कि के हो हजुर सबजना बिरामी छ नि पछि गएँ माथिबाट चाहिँ खच्चड हुँदैछ क्या पहिले चाहिँ यहाँ खच्चड लिने बाटो थिएन अहिले चाहिँ खच्चड ल्याउन मिल्ने गराएछ रहेछ यसरी दौडिरहेको छ खच्चडहरू ए साइड लाग्यो ल खच्चडै यहाँ ओहो पहिला पुग्यो यो कचडो कम हुँदैछ टिकापुरमा खच्चड हामी साइडमा ओहो कति धेरै त माथि पनि रहेछ आउँदैछ गाइस टुट अछामी गाली हो त्यो अछामी गाली पसिना कसको हो यार तकित त्यहाँ मान्छे दुईटा आफ्नै धुनमा छन् थोरै इन्जिन हाले त्यसपछि माथि लाइट छ कि नहीं लाइट छैन के माथि छैन लाइट आफ्नो इन्भर्टर इन्भर्टर हो सोलर इन्भर्टर हाम्रो पहाड जस्तै छ के दाजु माथि पानी लाइट हुन्छ पहाड लाइट हुन्छ ए यहाँमा छैन पुगे छैन खानेपानी पनि पुगे छैन भर्खर विकसित भइरहेको ठाउँ हो कि भर्खर त मान्छेलाई थाहा पाउँदै छैन यो ठाउँको बारेमा केबल कार रहेछ यहाँ काठमाडौँ चस्मा हराएको अवस्थामा चस्मा पायो मलाई हो जस्तो लागिरहेको थियो कि ओ मैले साइडको लोगो देखेर थाहा पाएँ कि होइन मेरो चस्मा भेट्थेँ गाइस थियो क्या ऊ त्यहीबाट त थाहा पाऊँ मैले यहाँबाट त्यहाँ देखिसकेको थिएँ कि फाइनली राजका आमासँग अहिले हामी धेरै नै राम्रो छ है राजका चाहिँ माइबाट एलिसा कस्तो भइरहेछ तिमीलाई हिँडेर यता थकान महसुस भइसक्यो होला है ल अङ्कलजी अब कति मिनट छ अब ल कस्तो के अरे नेचर कस्तो नेचर नेक्स्ट एक्सन यो भ्यू तपाईहरुलाई कस्तो लाग्छ गाइस दिस इज राजकाडाको भ्यू अझै आएन राजकाडा वाह आउनुस् म देखाउँछु तपाईहरुलाई यहाँ चाहिँ हाम्रो टोली छ हामी भन्दा पछाडी पनि दुई तीनवटा टोली छ है ल हामी जाँदै छौ गाइस यति राति भइसक्यो त्यही पनि हामी पुगेको छैनौँ अझै 30 गन्तव्य लामो छ 30-35 मिनट त अझ मजाले लाग्छ होला निखु थकित छन् सबै अनुहारहरू हामी हिँड्ने यस्तो छ बाटो है यहाँ सानो सानो अब के को कभर बुझ्ने यस्तो जङ्गलमा है अनि यस्तो अँध्यारो भइसक्यो है ए सब कुरा हामीभन्दा पछाडिको टोली पनि आइसक्यो गाइस हामी छिटो अगाडि जानु पर्यो अब रात पर्यो खुब छिटो जाउँ यार ए जाउँ गाइसहरू अँध्यारो भइसक्यो आधी गइसक्यो माथि यस्तो छ बाटो हाम्रो हिँडाइ पनि यस्तै छ स्लो अहिले 5:46 भएछ हाम्रो यात्रा चाहिँ 3 बजी सुरु भएको थियो अझै लाग्छ आधा घन्टाभन्दा बढी धेरै थाक्यो ल अब हामी चाहिँ अझ माथि पुग्नुपर्ने छ त्यहाँ पुगेर फेरि सुरु हुन्छ हाम्रो ब्लग बाई
टोली आउँदैछ पछाडि। मान्छेहरू आउँदैछ अझ पछाडि यति धेरैजना छ है। गिटार बजेर हाम्रो खाना पाँचजना है। लोकलै गाइस, लोकल भाले हो यो लोकल खाना। चर्चा भएर हामी क्युटी भएर हामी हेरेको हेर्दै हामी हेरेको हेर्दै हामी हेरेको हेर्दै हामी हेरेको हेर्दै हामी हेरेको नसा यो बजेको नसा बस्टे बस्टे हो हाम्रो डान्स सकिसकेको छ गाइस। अब हामी रुम यस्तो यस्तो रुम छ, यस्तो यस्तो रुम छ। यस्तो छ बाटो। चटपटे भइरहेछ फुबुले त्यो नला यार अरूका तर थाम्बी छ यार त्यो मैले जस्तो क्या करना राज गेडा राज काड़ा हो हामी अब सनसेट हेर्न गइरहेछौँ है। बहिनीहरू पछाडि छन्, ऊ त्यहाँ छ आइरहेछन् है। ल ऊ त्यहाँबाट आइरहेछ क्या, ल चिसो हावा आइरहेछ। गाइस स्वागत छ आज बिहानीको 6 बजे। हामी चाहिँ उठेर फेरि जान लाग्यौँ यहाँ उकालोमाथि माथि उताबाट सनराइज देखिन्छ है। त्यहाँको त्यो माथिबाट फुपूहरू मान्छेहरू तल आउँदैछ सबजना। हामी चाहिँ हिजो चटपटी खाएर सुत्यो भने 1 बजीतिर, अनि त्यसपछि अहिले 5 बजे उठेर अहिले यताउता गरेर 6 भइसक्यो। ल हेर्न आज चाहिँ मौसम खुलेर साथ दियो। कहाँबाट हो त यार यो बाटो यस्तो? अनि
सिँढी चढेर गाइस गाउँ यही है त्यस्तो खास छैन माथिबाट एक्ज्याक्ट देखिन्छ अझै मान्छेहरू पुरा आउँदैछ सिँढी सात म सर्टकट बाटो है मान्छेहरू अलरेडी आइसक्यो फाइनली पुगिसक्यो हामी यो मन्दिर यहाँबाट भ्यू देखिनु पर्ने कुहिरो लगाएर सनराइज हेर्दैछ पुग्यो सन आउँदैछ आउँदैछ हवस् चलो है लिएर लिनु कस्तो आवाज अब यस्तो भइसक्यो मौसम है यस्तो यहाँ मान्छेहरू बसेको होटल चाहिँ यो है गाइस यो मान्छेको भिड झर्दैछ हामी ओह्रालो सबै आएर अङ्कल हेर्नु त हाई गरौ सबजना हाई ओ कस्तो दामी हेर छ ल जाँदैछ अब हामी गाइस अब हामी लाग्यौँ घरतिर अब हामी झर्यौँ ओह्रालो सिधै ओह्रालो झर्ने अनि फोटो भिडियो खिच्ने नखिचेको सिधै अब त्यही भेट्नु बाई हामी चाहिँ यो होटल हो माथिको यो होटल छोडेर जाँदैछौँ अब हामी बाई बाई गाइस हामी पुगिसक्यो तल फेरि ए रोड देखेर लागिसक्यो हाम्रो यात्रा यहीँ सक्यो अब चाहिँ हामी यहाँ कर्णाली ब्रिज घुमेर थोरै त्यसपछि आफ्नो घरतिर लाग्ने त्यसपछि भोलि आफ्नो जाँदा जानुपर्ने सब हाम्रो चाहिँ भ्लग कस्तो लाग्यो तपाईँलाई रमाइलो लाग्यो होला यति भ्लग राम्रो लागेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सेयर प्लिज बाई बाई सी यू इन नेक्स्ट भ्लग